हाम्रो नेपाली जनताहरू त भिडै हो के, जसले जे भन्थ्यो त्यसकै पछि लाग्यो, बुरबुर 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 उफ्रेर हिँड्ने अनि सरकारको विरोध मात्रै गरिरहने के। हामी नेपाली जनताहरू चाहिँ कहिलेसम्म अर्काकै लागि मात्रै युज भइराख्ने हो के। कति सरकार हो मान्नुपर्छ, सरकारले गलत काम गरेको छ भने आलोचना पनि गर्नुपर्छ, राम्रो काम गरेको छ भने समर्थन पनि गर्नुपर्छ। अहिले सरकारले अध्यादेश ल्यायो भनेर लोकतन्त्रै खतरामा पर्यो, लोकतन्त्रै कमजोर बनायो, अनेक कुराहरू गरिरहेको छ। लोकतन्त्र कसरी कमजोर हुन्छ? संविधानमै सरकारले अध्यादेश ल्याउन पाउने व्यवस्था रहेको छ भने लोकतन्त्र कसरी खतरामा भयो? संविधानमै व्यवस्था छ त लोकतन्त्र के अरे अध्यादेश ल्याउन पाउनेको, अनि लोकतन्त्र चाहिँ कसरी खतरामा भयो? यो हुने नहुने कुराहरू उचालेर जनतालाई यो अलिकति बुझाउनेले पनि सही दिशामा बुझाइदियो भने मात्रै देश बन्छ के। गलत तरिकाले बुझाइदियो भने कहिले पनि बन्दैन। पहिलो कुरा त अध्यादेश भन्ने कुरा के हो भन्ने कुराको पनि बुझ्नु पर्छ क्या हामी नेपाली जनताहरूले। अध्यादेश भनेको अति आवश्यक अवस्थामा तत्कालीन कानुन सरह लागू हुने निर्णयलाई नै अध्यादेश भनिन्छ के। भनेपछि अति आवश्यक अवस्थामा भने अति आवश्यक भन्ने बित्तिकै त्यो एकदमै के अरे आवश्यक भएर अलिक चाँडै गर्नुपर्ने भएर त्यो विषयहरूलाई जनाउँछ क्या। भनेपछि सरकारले रासोपाको पार्टीले हिजो सहकारी पीडितको बचत चाहिँ 100 दिनभित्र फिर्ता गर्छु भनेर के अरे वाचापत्रमा चुनावी अभियानको बेलामा वाचापत्रमै सार्वजनिक गरेछ भने त्यो सरकारले चाहिँ आफ्नो वाचा पुरा गर्नको लागि त यो बाटोबाट गएर 100 दिनभित्रमा उसको बचत फिर्ता गर्नको लागि यस्तो यस्तो कानुनहरू ल्याउनु परेन। अब तपाईँको संसदको बैठक राखेर यो कानुनलाई पारित गर्दै गयो भने त्यहाँ विभिन्न बहसहरू हुन्छ, के अरे यताउति हुन्छ र त्यो कुरा हुँदै जाँदै बहस गर्दै गर्दै जाँदाखेरि तपाईँको 3 महिना 4 महिना लाग्न सक्छ। यही कानुन पास गर्नको लागि पनि 3 महिना 4 महिना लाग्छ भनेपछि तपाईँको सरकारको 100 दिनभित्रमा सहकारी पीडितको बचत फिर्ता गर्छु भन्ने कुराहरू त्यो सम्भव हुन्छ? यो बाटो नगएर त्यत्तिकै बुझ्नु सोच्नु सरकारलाई गाली गरेछ। अनि त्यो यो पुरानो सरकारले 1200-1300 भन्दा बढी मान्छेलाई के अरे राजनीतिक पावरको भरमै कर्मचारी नियुक्त गरेर राखे, त्यसलाई खारेज गर्नुपर्ने भनेपछि त्यो लम्बा चौडा गरेर त्यसलाई अझै के अरे रगत चुस्या जस्तै चुस्न लागिरहनु नि सरकारको ढुकुटी। अलिकति बुझ्नु पर्यो क्या, बुझ्नु पर्यो। यो विषयहरूलाई त अब खारिज गरेर अब राम्रो पारदर्शी ढङ्गले अगाडि लैजानु पर्यो। अध्यादेश पनि एकचोटि बुझ्नु पर्यो क्या, अध्यादेश कस्तो ल्याउँदैछ सरकारले, गलत पो ल्याउँदैछ कि, गलत ल्याएको छ भने आलोचना पनि गर्नुपर्छ। लोकतन्त्रै संविधानै कमजोर हुन्छ भने, लोकतन्त्रै खतरामा पर्छ भने हो आलोचना गर्नुपर्छ, सरकारको विरोध गर्नुपर्छ। अनि सबै कुरा लोकतन्त्र संविधानमै रहेको कुरा लोकतन्त्रलाई नै के अरे पूर्ण प्रयोग गर्दै संविधानमै लेखिएको कुराहरूलाई प्रयोग गर्छ भने कसरी यो संविधान विपरीत हुन्छ, लोकतन्त्र विपरीत हुन्छ? अलिकति बुझेर आलोचना गर्दाखेरि पनि अलिकति बुझेर त्यो गहिरो सरकारले के गर्दैछ, कसो गर्दैछ भन्ने खालको कुराहरू बुझेर चाहिँ आलोचना गर्ने बानीको विकास गर्नु पर्यो क्या। हामी नेपाली जनताहरू सधैँ एउटाले केही भनिदिएको भरमै त्यो हो कि होइन त्यत्तिकै त्यसको पछाडि हो भन्ने खालको यो यस्तो के अरे बानीहरू चाहिँ सुधार्नु पर्यो क्या। तब जब सुध्रिँदैन तबसम्म देश बन्दैन क्या। सही र गलत छुट्याउन सक्ने क्षमता अरूबाट होइन हामी आफैमै राख्नुपर्छ क्या।